ओके, यतिखेर फेरि पनि हामी यो एउटा माउन्ट मिनी माउन्टको एउटा ठाउँमा हामी चढ्दैछौँ। यो धेरै कठिन छ यहाँ चढ्नु चाहिँ, र हाम्रो साथीहरू प्रयास गर्दैछन्। अनि हाम्रो धिमाल दाई आज हिमाल चढ्नु नसकेर धिमाल भएको व्यक्ति हुनुहुन्छ, जो आज प्रयत्न कोसिस गर्दै हुनुहुन्छ। हिमाल आज चाहिँ चढेरै छोड्ने हो भनेर सङ्कल्प लिनुभएको छ। के गर्नुहुन्छ हेरौँ। चढ्ने हो। फर्किनु भयो भने चाहिँ उहाँ पक्कै धिमाल हो। आज यहाँ इक्जाम हुँदैछ धिमाल दाईको। डराउने होइन है। म यहाँबाट क्यामेरा गर्छु, हजुरहरू चढ्नुहोस्। एकजना नाच्दै हुनुहुन्छ। आस्ते आस्ते ढुङ्गा नफ्याँकौँ। ला मुर्कुची त कति छिटो पुगेको। आमामा, सबभन्दा डेन्जर छिटो पुग्ने त हाम्रो जिएनजी दाई हुनुभयो। ओ त्यो मुर्कुचीको दाई कताबाट चढ्यो? यो 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 त्यहाँबाट कता? यो कुना? हाम्रो ब्रोहरू अलिकति गलत बाटो गए जस्तो छ हाम्रो भाइ। यतापट्टि आउने, यता आउने कोसिस गरे। उतैबाट फर्केर यता फर्केर झर न। ढुङ्गा गर्छ नगर्नु नानीबाट। ओके, हाम्रो ब्रदरहरू विकास सर पहिल्यै पुगिसक्नु भएको छ। अलिकति यहाँ ब्रदरहरू अड्केका छन्। हामी उहाँहरूलाई हेर्दैछौँ। अनि यहाँ हाम्रो धिमाल दाई मेन स्पेसली भन्नुपर्दा धिमाल दाई हुनुहुन्छ, जो चाहिँ पहाड आज चाहिँ चढेरै छोड्छु भन्नुभएको छ। हेरौँ दाई, त्यहाँबाट भन्दा पनि अलिकति अगाडि गएर निस्किनु। यता खुट्टा टेक्नु, तल। गुड। अब बढ्नु अगाडि। ओके, हाम्रो एकजना अङ्कल आउँदै हुनुहुन्छ, दुड्डा बहादुर राई। उहाँलाई हामी अङ्कल आउनु सक्छ होला, पहाडको मान्छे हो। अङ्कल सकिन्छ आउनु? कोसिस गर्दै हुनुहुन्छ। आजदेखि हिमाल हुनुहुन्छ उहाँ। आजदेखि धिमाल होइन, हिमाल हुनुहुन्छ। पास ताली बजाऊ। आजदेखि हिमाल। ओके, हाम्रो दुड्डबहादुर राई सर आउँदै हुनुहुन्छ। उहाँ मलाई लाग्छ उहाँ माउन्टेन म्यानै हो। उहाँ डर नमानिकन आउनुभयो। डर नमानिकन आउनुभयो, यानि कि फुल एक्सपिरियन्स हुनुहुँदो रहेछ। ल, बधाई छ तपाईँलाई। त्यता होइन, यता आउने कोसिस गर्नुहोस्।
यता आउने कोसिस गर्नु। ओके धेरै डरलाग्दो दृश्य मलाई डर लागिरहेको थियो अघि। वाउ ओहो वाह यो ठाउँमा आइयो। खतरा रहेछ नि मोरको जिताइ म उहाँ पुगेर फेरि यहाँ आइदिन्छु भनेको डर आउनुको उद्देश्य सम्झिनु सबैजना यहाँ बसेर प्रभुलाई धन्यवाद दिउँ। डाँडाको प्रार्थना जस्तो हुन्छ एउटा छोटो प्रार्थना पनि गर्नु ल। यो गाउँको लागि यो वरिपरिको लागि सबैजनाले प्रार्थना गर्नु ल अगुवाई गर्नु न। एकजना आउनु त ल सबैजना बस्नु न ल एकछिन थकाइ बनाउनु उभिएर गरौँ न। ल त ल यो डाँडाको लागि यो वरिपरि भएका आत्माहरूले गाउँ रहेछ निकै गाउँ सबै वरिपरिले ल डाँडाको प्रार्थना सम्झौँ ल। सारा सृष्टिका मालिक तपाईँ सबै जातिका राजाहरूका राजा परमेश्वर तपाईँलाई धन्यवाद। ओ हालेलुया हालेलुया हामी सबैको परमेश्वर सर्वशक्ति सर्वज्ञानी सर्वव्यापी सर्वशक्तिमान परमेश्वर यस हामी प्रार्थनाको समय डाँडामा ल्याउनु भयो डाँडाको हालेलुया महिमा महिमा प्रभु तपाईँको नामको महिमा होस्। 5 महिनाको तालिम पछाडि प्रभु हामीलाई प्रवेश हो लगाम छुने डाँडामा उक्लिने प्रभु हामीलाई अवसर दिनुभयो। डाँडाको प्रार्थना गर्दै गर्दा प्रभु यो वरिपरिका सबै आत्माले तपाईँ जिउँदो परमेश्वरलाई चिन्न सके पाउन सक्नु। नयाँ नयाँ आत्माले तपाईँ परमेश्वरलाई प्रभु र मुक्तिदाता भनेर पाउन सकेको छ। किनभने तपाईँ बाटो सत्य र जीवन तपाईँ हुनुहुन्छ। तपाईँ बाहेक कोही पनि परमेश्वरका हुनुहुन्छ। तपाईँ बाटो अनि सत्य जीवन हुनुहुन्छ प्रभु। अनि चोर त चोरौँ र मारौँ र नाश पारेर भने आउँछ म त तिमीहरूले जीवन पाउनु त्यो पनि प्रशस्त मात्रामा पाउनु भन्ने हेतुले युवना 10 को 10 मा तपाईँ परमेश्वर भन्नुहुन्छ प्रभु। प्रभु ती सबै जति पनि आए प्रभु परमेश्वर हो प्रभु आए गए तर तपाईँ परमेश्वर उद्धारकर्ता भनेर आउनुभयो। धन्यवाद। हामी डाँडामा उक्लनलाई यस तालिमका सबै विद्यार्थी प्रभु सबै टिचरलाई अनि यो ठाउँमा प्रभु हामीले आउने अवसर दिनुभयो। अनि सबै कुरामा तपाईँले हामीले सहायता गर्नु प्रभु यसो जुन प्रभु परमेश्वर यहाँ वरिपरिका आत्मा तपाईँको आत्मा छु परमेश्वर तपाईँ परमेश्वरले नै उहाँको जीवनलाई तपाईँले परिवर्तन गर्नुभएको आज एउटै मन र एउटै हृदय दिनुभयो। जब एकतामा हामी हिँड्छौँ प्रभु परमेश्वर सबै कुरामा सफल हुन्छ। एकता नै बल भन्ने कुरा तपाईँ परमेश्वरलाई अघि हामीलाई खेलबाट देखाइसक्नुभयो प्रभु। तपाईँलाई धन्यवाद दिन्छु। सबै थुकी नदी बन्नेछ हाम्रो वचन तपाईँ परमेश्वरको वचन अनि गाउँ सहर टोल त छरछिमेकीमा सबै कहाँ पुग्नुपर्छ प्रभु। तपाईँलाई धन्यवाद। एउटै मन र एउटा हृदयले हामी जे गर्छौँ प्रभु तपाईँ परमेश्वरले विजय हामीलाई दिन्छ। जुन जुन ठाउँमा हामी जान्छौँ त्यो ठाउँमा गएका प्रभु नयाँ आत्मालाई अब जित्नलाई प्रभु तपाईँ परमेश्वर हामीले त्यो हतियारहरू दिइसक्नु भएको छ। सुसज्जित भएर हामी निक्लिन आँटेको छौँ प्रभु। परमेश्वर तपाईँ हाम्रो साथमा रहनुहुन्छ प्रभु। जसरी बादलको खामामा दिनको खामामा रातको आगो भएर तपाईँले इस्रायली देशलाई प्रतिज्ञाको मुलुकमा तपाईँले 430 वर्षको दासत्वबाट डोराउनु भयो प्रभु। तपाईँले हामीलाई आउँदो दिनको मिष्ट सेवकाईमा प्रभु हामी प्रत्येकसँग रहनुहोस् प्रभु। आशीर्वाद गर्नुहोस् अनि आत्मा बचाउने अनि जीवन दिने प्रभु तपाईँले हामीलाई छान्नु भएको छु। अनि मानिसहरूको मछुवा तपाईँले बनाउनु भएको छ जालहारी बनाउनु भएको तपाईँलाई धन्यवाद। डाँडाको प्रार्थनामा यो वरिपरि भएका सबै आत्माले तपाईँ परमेश्वरले पाउन सक्छ प्रभु। धन्यवाद दिन्छु प्रभु। सबै महिमा प्रशंसा तपाईँलाई धन्यवाद। हाम्रो देशको जीवनमा जस्तो कठिनाइ परिस्थिति आए तापनि तपाईँ परमेश्वरलाई निशाना बनाएर केन्द्र बनाएर प्रभु लक्ष्यमा पुग्नलाई तपाईँ परमेश्वर दर्शन र भिजन तपाईँ परमेश्वर हामी प्रत्येकलाई दिनुहोस् प्रभु। सबै कुरा त काममा प्रभु सबै कुराको नामको महिमा भएको प्रभु। भोलिको दीक्षान्तमा रहनुहोस् प्रभु। अनि यहाँबाट हामी फर्किँदै गरेर तपाईँ रहनुहोस् प्रभु। सबै कुराबाट तपाईँको नामको महिमा भएको प्रभु। धन्यवाद दिन्छु। सबै महिमा आदर भक्ति काममा छ हाम्रो अर्ज बिन्ती प्रार्थना सुनिकर ग्रहण गर्नुभएकोलाई धन्यवाद। यो वरिपरिका आत्माले सबैले तपाईँलाई चिन्न सके धन्यवाद। सबै कुराको हातमा प्रभु यीशु प्रभुको नाममा आमेन।